हेलो गाइज, गुड मर्निङ है। आज चाहिँ हाम्रो कोरियाको राजधानी सौलको घुमाइ चाहिँ दोस्रो दिनको सुरुवात हुँदैछ। भर्खर मुख धुएर नुहाएर फ्रेस भएर अब हामी बाहिर घुम्न जाँदैछौँ। अनि हाम्रो हिजोको सम्मको चाहिँ भिडियोहरू हेर्नुभयो होला तपाईँहरूले, आशा छ। र यसरी लाइक कमेन्ट सब्सक्राइब गर्नु होला। हामी रेडी भइसक्यौँ। यहाँ यस्तो छ हाम्रो हिजो बसेको रुम हाम्रो यस्तो रहेको छ। रुम चाहिँ राम्रो छ। र हाम्रो साथमा हुनुहुन्छ यता हरिभाइ हुनुहुन्छ, हामी सँगै काम गर्ने साथी हुनुहुन्छ उहाँ। ओके, लेट्स आज अब हामी पुरै राजधानी घुम्दिने हो आज एकै दिनमा। र बेलुका हामी आफ्नो रुम चाहिँ फर्कनेछौँ। र किप वाचिङ है गाइज, सब्सक्राइब चाहिँ गरिदिनु होला है त। ल हामीले जुत्ता लगाएर हामी बाहिरको लागि रेडी भइसक्यौँ। आज चाहिँ लास्ट दिन हो, घुम्ने हो आज। यहाँ हाम्रो तोला सर पनि रेडी हुनु भइसकेको छ। हामीसँग नयाँ साथी जोडिनु भएको छ। उहाँको शुभ नाम चाहिँ राज रहेको छ भने उहाँको चाहिँ सुरज हो नि त, सुरेश। उहाँको चाहिँ सुरेश रहेको छ। आज हामी 5 जना छौँ घुम्ने टोली। अब यस्तै हो। हामीलाई मार्गदर्शक गर्ने चाहिँ उहाँ राज सर हुनुहुन्छ। उहाँले चाहिँ हामीलाई घुमाउनुहुन्छ आज। तपाईँहरू हेर्नु होला पछि चाहिँ के कस्तो हामी कता कता घुम्नेछौँ भनेर। कफी मेसिन भयो, यहाँ कफी आइसकेको छ। ओके, खाप्सिदा कफी, हाम्रो कफी आइसक्यो गाइज। अब हामी खान्छौँ कफी मेसिनको कफी पनि। अहिलेसम्म हामीले प्राय आफ्नै हातले बनाएको कफी खाइरहेको बानी हो। यहाँ हाम्रो लास्ट अप्ठ्यारो भएको छ कि यहाँ सामान बढी भएर यस्तै छ। कफी चाहिँ भर्खर सदाङ कफी चाहिँ एकदम मिठो छ, दामी छ। यहाँ हाम्रो हरिभाइले कफी एकदम मासेस भन्दै हुनुहुन्छ। तोला सर, कफी कस्तो लाग्यो तपाईँलाई? कफी हातले बनाएको भन्दा त मिठो छ है। त्यही त, उहाँ सरहरू नि कफी खाँदैन हुन्छ। कफी चाहिँ मिठै छ जे होस्। बाहिरको दृश्य यस्तो छ। र हामी बसेको हिजो होटल चाहिँ कोरियामा मोटल भन्यो भने इङ्ग्लिसमा चाहिँ होटल भन्ने रहेछ। यो होटल रहेको छ होटल इस्ट सुवन। हाम्रो एकछिनको छलफल पछि चाहिँ हामीले कोरियन खाना खाने निर्णय गऱ्यौँ होइन। हिजो राति चाहिँ हामीले नान रोटी, चिकन करी, मटन करी के खाइयो होइन। खाएको कुरो सबै भन्नु नि हुँदैन, नभन्ने कुरो नि हुन्छ। त्यही भएर सब खाइयो। अहिले बिहान चाहिँ यहाँ करिब हामी भुटन चुटन सबै खाइयो। 11 बज्न लागिसक्यो। भुटन चुटन सबै खाइयो। फेरि अहिले खाएर ननिस्केपछि फेरि घुम्दा बिचमा भोक लागेपछि फेरि होटल सोटल खोज्न गाह्रो हुन्छ। त्योभन्दा अहिले खाएपछि एक कोरो निस्के भइन्छ। त्यही भएर हामीहरू अहिले खाएर एक कोरो दिनभरि घुम्ने हो। आज बेलुका राति गएर नि रुम्ची जाने हो आफ्नो। त्यही भएर हामी अब कोरियन खाना खान गइरहेका छौँ। तपाईँहरू हेर्न सक्नुहुन्छ, दृश्य एकदम दामी रहेको छ। तपाईँको 2 शब्द राख्नुपर्ने केही छ? होइन, मेरो खासै त्यस्तो 2 शब्द राख्नुपर्ने केही छैन। 감사합니다। हामी यो रेस्टुरेन्टमा आएको 1 मिनटमै चाहिँ 1 मिनट मात्र भएको थियो। यति धेरै चाहिँ उहाँले सर्भ गरिसक्नु भएको छ। कोरियाको रेस्टुरेन्ट भनेको चाहिँ कोरियाकै रेस्टुरेन्ट हो। हेर्नु त कति फास्ट सर्भिस हो कि। नेपालमा यति फास्ट त पानी पनि ल्याउँदैन हो। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरूले। के आयो म बताइदिन्छु। के आयो बताइदिनु त। यो मुलाको अचार, अनि त्यसपछि यो कोरियाको फेमस एकदम हाम्रो खिम्ची। त्यसपछि आयो खुर्सानी र गाजर खाङ्गोन। अनि यो चाहिँ भट्टको अचार।
अनि यो चाहिँ सुप भट्टको अचार मेरो अचार कि भट्टकै अचार थियो भट्टकै अचार हो यो चाहिँ भट्ट दानाको चाहिँ अचार हो यसलाई चाहिँ उपरि भन्छ थैन्जाङ थैन्जाङ पनि भन्छ त्यो खासमा लसुनको क्या यो चाहिँ खोइ थाहा भएन लसुन र उसो हाल्छ कि केटाकेटीको बाँकी यता त के हो हामीलाई थाहा नभएकै नामहरू नै लागि यस्तो रुमाल ल्याएर चिसो बनाएर दिएको छ मैले चाहिँ खोजिसकेँ नुहाएर यो हटाउँदै यो चाहिँ यसको लागि के अरे यो तपाईँहरूले यो देखिरहनु भएको छ नि यो चाहिँ सायदै नेपालमा छैन होला कुनै पनि रेस्टुरेन्टमा है अहिलेको काठमाडौँमा चाहिँ भर्खर ओपनिङ भएकोहरूमा चाहिँ कोरियन रेस्टुरेन्टहरूमा चाहिँ हुनसक्छ होइन भने चाहिँ त्यो सानो ग्यास राखेको हुन्छ उता तपाईँहरू त्यहाँको जस्तो चाहिँ ग्यास राखेको हुनसक्छ नभए चाहिँ यो टेबलमा चाहिँ यो इन्डक्सन हो यसमै चाहिँ हामीले पकाएर भन्नाले उनीहरूले ल्याइदिएको हुन्छ त्यही तताउँदै खाँदै गर्ने हो सामकेप्चाल जस्तोहरू इत्यादिहरू यस्तो चाहिँ सायद नेपालमै छैन होला अब चाहिँ हाम्रो भात चाहिँ थालमा आउँदैन यसरी भात चाहिँ यही हो भात यति खाने अनि सुरुमा चाहिँ यो साइड डिसहरू हो अहिलेसम्म आएको अब मेन डिस चाहिँ अब आउँदैछ कोरियाको चाहिँ फेमस हेजाङगुक हो यो चाहिँ एकदम हामी नेपालीहरूसँग चाहिँ मिल्दोजुल्दो खाना हो मिल्दोजुल्दो डिस हो त्यो चाहिँ खसीको मासुको हड्डी हो क्या मासु र हड्डी मिक्स भएको खसीको कुन चाहिँ खसी हो भन्ने कुरा चाहिँ यहाँ चाहिँ थाहा पाउनुहुन्छ तपाईँहरूलाई किप वाचिङ है गाइज ल गाइज हाम्रो मेन डिस चाहिँ आइसकेको छ अघिसम्म चाहिँ साइड डिस आएको थियो अहिले अब मेन डिस आइसकेको छ तपाईँहरू हेर्न सक्नुहुन्छ तातो यस्तो बुग्लुक उम्लिरहेको छ ल हेर्नुहोस् यो चाहिँ कोरियनमा चाहिँ हेजाङगुक भन्छ यसलाई उहाँ तोला सरको उहाँ हरिभाइ पनि आइसकेको छ उहाँ सुरेश सर र राज सरको नि आइसकेको छ खाना यतिसम्म व्यवस्था रहेको छ कि यता चाहिँ उसमा चाहिँ कोहरू दिन सक्छ ल तोला सर पास गर्नु है यो चाहिँ एप्रोन त तपाईँहरूलाई थाहा नै छ होला भन्नु पर्दैन यो चाहिँ यसको छिटाहरू उछिटिन सक्छ या लाग्न सक्छ दाग बस्न सक्छ हामीहरू खाएर घुम्ने मान्छे हामीहरूको लागि मात्र नभएर सबैजनाको लागि यो सेवा सुविधा हो कोरियाको रेस्टुरेन्टहरूको यो चाहिँ यसरी चाहिँ आफ्नोमा केही पनि पर्दैन ल हामी खाँदै गर्छौँ तपाईँहरू चाहिँ एकछिन हेर्दै गर्नुहोस् है त मनोरञ्जन गर्दै गर्नु ल ठुलै खसी पर्यो क्या हो हड्डी त ठुलै छ गाइस अरे भाइ हड्डी आमाम हड्डी त मलाई त होइन त्यो सिङ्गै टाउको मात्रै देखियो ल हड्डी चाहिँ कडा हड्डी परिरहेछ चाडपर्व यताउता ठुलै चाडपर्व ठुलै बिदाहरू हुन्छ नि त्यति बेला चाहिँ नेपाली रेस्टुरेन्टमा गएर खानुभन्दा कोरियन नैमा खानु राम्रो हुन्छ किनभने नेपालीमा चाहिँ धेरै भिडभाडकाले गर्दा सर्भिस राम्रो पाउँदैन कोरियनमा आयो भने चाहिँ सर्भिस पनि राम्रो हुन्छ सदाबार एउटै हो नेपालीमा चाहिँ त्यही बेला पैसा कमाउने ऊ हुन्छ होइन छिटो पैसा कमाउने उसले चाहिँ लालचले चाहिँ त्यति राम्रो सर्भिस पाउँदैन
यहाँ चाहिँ यस्तो सर्भिस राम्रो। हरिजी सन्तुष्टि हुनुहुन्छ नि? तोलाजी के भन्नुहुन्छ? मलाई त सुन्न मनै लागेन मिठो भएको सकिएर मात्र हो है नि। अन्त कहाँ छोडिन्थ्यो यहाँ हड्डी मात्र भागेर पुरै खाइयो अहिले त। हामीले चाहिँ खाना खाएर सिधाइसकेका छौँ भने अघि नै तपाईँहरूलाई जति चाहिँ भन्यौँ नि यो खसीको हो यताउता। खसीको चाहिँ होइन, यो चाहिँ बुङ्गुर हो, कोरियामा चाहिँ थोइजी भन्छ। यो चाहिँ हेजाङ चाहिँ यो खाना चाहिँ बुङ्गुरको हड्डीबाट बनाइएको हड्डीको भाग मात्र। यो चाहिँ एकदम मिठो छ, नेपाली टेस्ट नै आउँछ है। होइन च्याङ्ग्रो है च्याङ्ग्रो। लेट्स गाई च्याङ्ग्रो के होइन, बुङ्गुर हो प्योर धरानै कालो बुङ्गुर हो क्या हो, दामी छ। ल गाइज हाम्रो यात्रा स्टार्ट भइसकेको छ। हाम्रो साउलको लागि यात्रा हो सुवनबाट। हामी आज कोरियाको चाहिँ प्राचीन गाउँहरू चाहिँ डुल्नेछौँ, तपाईँहरूलाई नि देखाउनेछौँ है त कस्तो छ कोरियाको प्राचीन गाउँ भनेर। कोरियन भाषामा चाहिँ हानोक भन्छ। तपाईँहरूको नजिक जुन छ त्यता जाँदा नै हुन्छ, सबै ठाउँतिर चाहिँ स्टाइलहरू एउटै हो, ठाउँ फरक भए तापनि हानोक सर्च गर्नु होला। नजिकमा चाहिँ जुन छ त्यता चाहिँ तपाईँहरू भिजिट गर्नु होला है। ल हामी हाम्रो त्यो गन्तव्य स्थानमा चाहिँ आइपुगिसकेका छौँ, जुन ठाउँ हामीले हेर्ने भनेर हामी यता साउलतिर आएका थियौँ। यो जो कोरियाको प्राचीन गाउँ र यता चाहिँ हाम्रो गाउँको साथी सिद्धे पनि आइसकेको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। हाम्रो भेट भइसकेको छ। अब हामी यतिजना चाहिँ 5 जना चाहिँ 6 जना मस्त घुम्नेछौँ। आज बुद्ध जयन्ती भएको हुनाले पनि एकदम बाटोभरि लास्टै जाम रहेछ कि। प्राचीन गाउँहरू चाहिँ यस्तो छ। अहिले बाहिरबाट देखिने गाउँहरू चाहिँ हेर्नुहोस् है त, यस्तो यो घरहरू चाहिँ कोरियाको पुरानो घरहरू हो, जुन कि चाहिँ अहिले यो संस्कृति, यो कला संस्कृति के जोगाउनलाई चाहिँ बाँकी राखेको छ। यो कुनै ठाउँमा मात्र देख्न सकिन्छ अहिले। हेर्नु बुद्ध जयन्ती भएर आज हानबक लगाएर एकदम रमाइलो छ। उता हरि भाइको पनि के छ त नि
एकदम गुड छ अब प्राचीन ब्रिजतर्फ लागौँ हामी होइन एकदम ऐतिहासिक स्थल हो यो 100 वर्ष अगाडिको झल्क देखाउँछ यसले होइन ओके धन्यवाद ल के छ तेरो भनाइ मेरो भनाइ पनि एकदम ठिक छ अब हामी यो घरहरू देख्छौँ हेर्छौँ ल किप वाचिङ गाइज ल सुरु गर्ने ल ब्लग हाम्रो सुरु भइसकेको छ गाइज कोरियाको प्राचीन गाउँहरू प्राचीन गाउँमा गोर्खेहरूको पारा आफ्नै छ मोबाइलमै बिजी छ फेरि एउटा नेपालमा चाहिँ पुरानो प्राचीन गाउँहरू घरहरू त्यस्तो झल्काउने कुनै पनि गाउँ बनेको छैन होला सायद जुन कि यहाँ चाहिँ कोरियाले चाहिँ यो राखिरहेको छ के यस्तो नेपालमा नि बनाउन जरुरी छ पर्यटन क्षेत्रहरूमा नेपालको पुरानो घरहरू निर्माण गरेर यस्तो बनायो भने चाहिँ अझै पर्यटन विकास हुन्थ्यो होला यो प्राचीन गाउँमा घुम्नको लागि हामी नेपाली मात्र नभएर धेरै देशको विदेशीहरू पनि घुम्न आउनु भएको रहेछ र एकदम भिडभाड थियो यो ठाउँमा घुम्नको लागि तपाईहरुले हानबोक कोरियाको कोरियन ड्रेस चाहिँ तपाईहरुले नजिकैको पसलहरूबाट चाहिँ भाडामा लिन मिल्दो रहेछ भाडामा लिएर त्यो लगाउँदै घुम्न मिल्दो रहेछ र यो कोरियनबाट चाहिँ हामीले के जानकारी पायौं भनेपछि यदि यो कुनै पनि घरहरू प्राचीन घरहरू चाहिँ भत्कियो या कुनै ड्यामेज भयो भनेपछि चाहिँ कोरिया सरकारले चाहिँ नयाँ डिजाइनको घर चाहिँ बनाउन नदिदो रहेछ त्यही डिजाइनको पुरानै डिजाइनको चाहिँ प्राचीन गाउँ टाइपको चाहिँ प्राचीन घर झल्किने टाइपको चाहिँ बनाउनु पर्दो रहेछ किनभने त्यो नबनायो भने चाहिँ नयाँ घर बनाउँदै गयो भनेपछि प्राचीन गाउँको कुनै पनि अस्तित्व रहँदैन त्यस्तो झल्किने घर देखिँदैन भनेर कोरियन सरकारले पुरानै आकारको पुरानै डिजाइनको घर बनाउनु पर्ने नियम लगाएको रहेछ यो चाहिँ एकदम राम्रो लाग्यो मलाई यता हाम्रो तोला सरले चाहिँ यसमा पार्टिसिपेट गरिसक्नु भएको छ उहाँ रेडी हुनुहुन्छ भनेपछि उहाँले चाहिँ हात तानी लिएर आउनु भयो उहाँलाई यो गेममा चाहिँ उहाँले फुल पार्टिसिपेट गरेर ल तोला सर जित्नुपर्छ ल तोला सर ल अगाडि आउन अगाडि हो अगाडि तोला सर ल अगाडि आउनु अगाडि तोला सर ल अगाडि तोला सर है हान्नु हुँदैन तोला सर अगाडि तोला सर अगाडि 자, 아야, 우리 열심히 잘해준 두 분에게 박수 쳐주세요. यो गेममा पार्टिसिपेट गरेर हाम्रो विजेता तोला सर आइसक्नु भएको छ जितिसक्नु भएको छ कस्तो रह्यो तोला सर तपाईँको अनुभव भन्नु रमाइलो भयो है नयाँ अनुभव लिनुपर्छ पावर धेरै लाग्ने रहेछ के रहेछ तपाईँको होइन आइडिया पनि है पहिलोचोटि भयो हजुर आइडिया पनि लाउनु पर्ने रहेछ त्यही त आइडिया लाउनु पर्ने रहेछ है त्यो पर तपाईँको विपक्षी पार्टी त आनन्दले बस्यो कि उसलाई टेक्निक रहेछ है र
ल ठिक छ नेक्स्ट टाइम आयो भने चाहिँ फेरि ट्राई गर्नुपर्छ जित्यो बराबरै हो नि पहिलो ट्राई त त्यस्तो एकदम सक्सेस हो नि यार तपाईँलाई जित्नु भन्न त तपाईँ जान सकिन्छ त्यहाँ के त तपाईँलाई चाहिँ मैले तपाईँभन्दा नजिक गएँ तपाईँलाई मैले जितेँ ल हामी चाहिँ कोरियाको फेङबोकुङ चाहिँ एउटा दरबार हो यसमा जानको लागि चाहिँ हामी टिकट लिँदैछौँ तपाईँहरू हेर्न सक्नुहुन्छ उहाँ हरि भाइले चाहिँ टिकट लिँदै हुनुहुन्छ 6 जना हामी 6 जना हजुर 6 जना यहाँ चाहिँ आफैले टिकट लिनुपर्छ मेसिनबाट 7 जना भयो तपाईँ त अन्डर 19 होइन माइनस 1 गर्नु तपाईँ अन्डर 19 होइन र 6 जना हैन क्रेडिट कार्डको ल बाँकी भिडियो चाहिँ तपाईँलाई भित्र गएपछि चाहिँ देखाउने छु भित्रको चाहिँ खेङबोकुङको चाहिँ यो दरबार हो जस्तो नेपालको नारायण हिटी दरबार गोर्खा दरबारहरू छ नि त्यस्तै यो पनि एउटा कोरियाको चाहिँ एउटा दरबार नै हो त्यो दरबारको चाहिँ पछि एकछिन पछि भित्र गए तपाईँहरूलाई भिडियो देखाउने छु किप वाचिङ गाइज 이쪽으로 오세요. 네. 하나, 둘, 셋, 넷. यो तपाईहरुले देखिरहनु भएको ठाउँ चाहिँ कोरियाको खेङबोकुङ कोरियाको पहिलाका राजाहरू बस्ने राजदरबार हो नेपालको नारायण हिटी जस्तै राजदरबार हो यो पनि यहाँ चाहिँ हामीले नेपाली 300 रुपैयाँ सामछनवन टिकट काटेर घुम्न सक्छौं सजिलैसँग एकदमै राम्रो रहेको छ यो एकपटक तपाईहरु पनि घुम्नु होला कोरियामा हुनुहुन्छ भने आज हामी यो घुम्ने क्रममा चाहिँ कुन ठाउँ आइयो भनेपछि सौलमा कोरियाको राजधानीमा रहेको चाहिँ पछाडि देखिरहनु भएको चाहिँ कोरियाको सबैभन्दा पुरानो राजा हुनुहुन्छ उहाँ चाहिँ नाम चाहिँ सेजोङ थेवाङ हो सेजोङ थेवाङ यसको अर्थ चाहिँ सेजोङ भनेको त राजाको नामै भयो थेवाङ भन्नाले चाहिँ हामी नेपालमा चाहिँ महाराज धिराज भन्थ्यौं नि महाराज धिराज धीरेन्द्र वीर विक्रम शाहदेव त्यस्तो भन्थ्यौं नि जुन पुरानो राजाहरू त्यस्तै हो उहाँहरू चाहिँ उहाँको चाहिँ तपाईँ हेर्न सक्नुहुन्छ र आज हामी घुम्दै फिर्दै पुरै दृश्यहरू अवलोकन गर्दै दरबारहरू अवलोकन गर्दै र दरबारका यताउता रहेका आसपासका क्षेत्रहरू पनि अवलोकन गर्दै यसरी हामी सार्वजनिक यातायातमा चाहिँ हामीले राखेको हाम्रो गाडीसम्म चाहिँ यसरी हामीले यात्रा गर्यौं र तपाईहरुले नि यहाँसम्म हेर्नुभयो धेरै धेरै धन्यवाद छ यदि सब्स्क्राइब गर्नुभएको छैन भने फेरि पनि सब्स्क्राइब गरिदिनु होला धन्यवाद।